ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नम्बर 3 अन्तर्गत पुलचोक हरिहर भवनको शान्त वातावरणमा अवस्थित छ उच्च अदालत पाटन। नेपालको संविधानको धारा 127 मा नेपालमा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत गरी 3 तहको अदालत रहने व्यवस्था छ। 7वटै प्रदेशमा एक-एकवटा उच्च अदालत रहने संवैधानिक व्यवस्था अनुरूप यो अदालत बागमती प्रदेशको उच्च अदालतको रूपमा रहेको छ। उच्च अदालतहरूमध्ये सबैभन्दा बढी मुद्दाको चाप रहेको यो अदालत सेवाग्राहीहरूको उपस्थिति र जनशक्तिको दृष्टिकोणबाट समेत ठूलो रहेको छ। भौगोलिक अवस्था र सेवाग्राहीको सहजता समेतलाई मध्यनजर गर्दै उच्च अदालत पाटन अन्तर्गत हेटौँडा इजलास र मातहतका 13 जिल्ला अदालतहरू यस अदालतको कार्यक्षेत्रभित्र रहेका छन्। यस अदालतमा मुख्य न्यायाधीश सहित 36 जना न्यायाधीशहरू र रजिस्ट्रार सहित 275 जना कर्मचारीहरूको दरबन्दी रहेको छ। कार्यस्थलमा अनुशासन र नियमितता कायम गर्न आधुनिक ई-हाजिरी प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको छ। न्याय प्रशासन ऐन 2073 को दफा 8 बमोजिम उच्च अदालत पाटनको क्षेत्राधिकारलाई मूल रूपमा 3 भागमा बुझ्न सकिन्छ। पुनरावेदकीय क्षेत्राधिकार अन्तर्गत मातहतका जिल्ला अदालत, बाल अदालत र उपभोक्ता अदालतका फैसला उपर पुनरावेदन सुन्ने गरिन्छ। यसैगरी कम्पनी रजिस्ट्रार कार्यालय, बीमा प्राधिकरण, उद्योग विभाग, भूमि सुधार कार्यालय, सूचना आयोग, मेडिकल काउन्सिल, खानी तथा भूगर्भ विभाग, भूमि प्रशासन कार्यालय लगायतका अर्धन्यायिक निकायबाट भएको निर्णय उपर पुनरावेदन सुन्ने गर्दछ। यसैगरी मालपोत कार्यालय, वन कार्यालय, राष्ट्रिय निकुञ्ज कार्यालय, स्थानीय न्यायिक समिति, जिल्ला प्रशासन कार्यालय जस्ता निकायको निर्णय उपर दोस्रो तहको पुनरावेदन सुन्ने गरिन्छ। सुरु क्षेत्राधिकार अन्तर्गत वाणिज्य इजलासबाट काम कारबाही र किनारा हुने तथा प्रचलित कानूनले उच्च अदालतबाट सुरु कारबाही र किनारा हुने गरी तोकेका मुद्दाहरूको कारबाही र किनारा गर्ने गरिन्छ। ऋण क्षेत्राधिकार अन्तर्गत संविधानको धारा 46 र 144 बमोजिम नागरिकको मौलिक हक तथा अन्यत्र कुनै कानूनी हकको प्रचलनको लागि ऋण तथा निषेधाज्ञा सम्बन्धी निवेदनहरूको सुनवाई गर्ने गरिन्छ। अदालतमा प्रवेशका लागि अदालत परिसरको पूर्वतर्फ रहेको मूल गेट प्रयोग हुने गरेको छ। अदालतको सुरक्षा र संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षित प्रवेश प्रणाली अपनाइएको छ। सेवाग्राहीले आफ्नो तारिख पर्चा तथा अन्य सर्वसाधारणले परिचय खुल्ने कागजात देखाई प्रवेश पास लिएर मात्र अदालतमा प्रवेश गर्ने प्रबन्ध मिलाइएको छ। सेवाग्राहीको सहजताका लागि प्रवेशद्वारको नजिकै नागरिक सहायता कक्ष अर्थात् हेल्प डेस्क राखिएको छ। यस कक्षमा अदालतबाट प्राप्त हुने सेवाहरूको जानकारी र मुद्दा सम्बन्धी आवश्यक निवेदनका ढाँचाहरू निःशुल्क उपलब्ध गराइन्छ। आफै निवेदन लेख्न नसक्ने पक्षहरूका लागि आवश्यक सेवा र सहजीकरणको व्यवस्था समेत गरिएको छ। अदालतको कार्यप्रणालीलाई व्यवस्थित बनाउन यस अदालतमा पुनरावेदन दर्ता शाखा, रिट फाँट, वाणिज्य फाँट, मुद्दा फाँट 1 देखि 8 सम्म, थुनुवा फाँट लगायत मेलमिलाप, सूचना प्रविधि र अभिलेख शाखा जस्ता विशिष्टीकृत प्रकृतिका फाँटहरू समेत रहेका छन्। आवश्यकता अनुसार सेवाग्राहीले हेल्प डेस्कको परामर्श लिई पुनरावेदन र वाणिज्य सम्बन्धी मुद्दा पुनरावेदन दर्ता शाखामा, रिटहरू ऋण शाखामा र अन्तर्कालीन आदेश उपरका निवेदनहरू निवेदन प्रतिवेदन शाखामा दर्ता हुन्छन्।
मुद्दा दर्ता हुनासाथ पक्षहरूलाई मुद्दा किनारा लाग्ने अनुमानित समय सहितको क्यालेन्डर उपलब्ध गराइन्छ। दर्ता गर्दा तथा अन्य लाग्ने अदालती शुल्क बैंक मार्फत मात्र तिर्ने क्यासलेस व्यवस्था छ। रसिद बाहेक कुनै पनि अतिरिक्त शुल्क बुझाउनु पर्दैन। दर्तादेखि फैसला अपलोडसम्मको काम कारबाहीको बारेमा सेवाग्राहीले सिधै आफ्नो मोबाइलमा SMS मार्फत सूचना प्राप्त गर्न सक्दछन्। दर्ता भएका मुद्दा विभिन्न फाँटमा बन्डा पश्चात साधारण तारिख, पेशी तारिख, नक्कल दिने समेतका कार्य सम्बन्धित फाँटहरूबाट हुने गर्दछ। यी सम्पूर्ण कार्यहरूको विस्तृत विवरण नागरिक बडापत्रमा समेत स्पष्ट उल्लेख छ। वर्तमान समयमा न्यायमा ढिलासुस्तीको भाष्य चिर्ने जुन अभिष्टका साथ हाम्रा कार्य सम्पादन मार्फत एउटा बेन्चमार्क निर्माण गर्न हामी लागि परेका छौँ। सम्मानित इजलासको आदेश कार्यान्वयन गर्ने, तामेली र कार्यान्वयनलाई दृष्टिगत गरेर मुद्दा दर्ता गर्ने र हरेक काम कारबाहीलाई प्रविधि मैत्री र सेवा मैत्री बनाउँदै कार्य सम्पादन गर्ने परिपाटीलाई जोड दिएको छ। यस प्रकार अहिलेको समय नै कार्य सम्पादन मार्फत समग्र परिचय निर्माण गर्ने र काम मात्रको आधारमा आफ्नो र अर्काको मूल्याङ्कन गर्नुपर्ने समय हो। प्रविधि, पारदर्शिता र जवाबदेहिता हाम्रो अर्जुन दृष्टि रहेको छ। मुद्दाको अङ्ग पुगेपछि प्रत्येक फाँटबाट अटोमेसन प्रणालीबाट पेशी चढ्छ। यसमा मानवीय हस्तक्षेप बिना कम्प्युटरबाटै पेशीको दिन तोकिन्छ। कसैले चाहेर मुद्दाको पेशीमा ढिलाइ गर्न मिल्दैन। हरेक हप्ताको शुक्रबार साप्ताहिक पेशी सूची आउँछ भने दैनिक पेशी सूची हरेक दिन बिहान 9 बजे पूर्ण रूपमा निष्पक्ष र पारदर्शी गोला प्रणालीद्वारा निर्धारण गरिन्छ। गोला प्रणालीबाट प्रत्येक दिन न्यायाधीशहरूको उपस्थिति अनुसार संयुक्त इजलास, वाणिज्य इजलास र एकल इजलास तथा इजलासमा रहनुहुने न्यायाधीशको समेत छनौट गरिन्छ। गोला मार्फत तय भएको पेशी सूची अदालतको डिजिटल बोर्ड, सूचना पाटी, अदालतको वेबसाइट र इजलासको ढोकाको बाहिरपट्टि रहेका QR कोड स्क्यान गरेर सजिलै हेर्न सकिन्छ। पेशी सूची प्रकाशन पश्चात प्रत्येक फाँटबाट सूची अनुसारका मिसिलहरू इजलासमा पठाइन्छ र इजलासमा बहस सुरु हुन्छ, जसको लाइभ स्थिति इजलास बाहिरको डिस्प्ले बोर्डमा देख्न सकिन्छ। गोपनीयताको अधिकार सुनिश्चित गर्न जबरजस्ती गर्ने, मानव बेचबिखन र घरेलु हिंसा जस्ता संवेदनशील मुद्दाहरूका लागि बन्द इजलासको विशेष व्यवस्था छ। इजलासको मर्यादा कायम राख्न इजलासभित्र मोबाइल फोन चलाउन र फोटो खिच्न पूर्ण रूपमा निषेध गरिएको हुन्छ। न्यायपालिकाको पञ्चवर्षीय रणनीति योजना र सम्माननीय प्रधान न्यायाधीशको न्यायिक सुधार सम्बन्धी कार्ययोजनालाई एउटा मार्गदर्शनको रूपमा लिएर उच्च पाटनले आफ्नो न्यायिक सुधारका प्रक्रियाहरूलाई अगाडि बढाइरहेको छ। यो अदालतबाट सम्पादन हुने न्याय सम्पादनको कार्यलाई सकेसम्म छिटो छरितो, प्रभावकारी र गुणस्तरीय बनाउने दृष्टिकोणका साथ हामीले समग्र कार्य सम्पादन गरिरहेका छौँ र न्यायिक सुशासन, सदाचार, निष्ठा, जवाबदायिता र उत्तरदायित्वको प्रवर्धन हुने गरी उच्च पाटनले त्यो दृष्टिकोणका साथ आफ्नो कार्य सम्पादन गरिरहेको छ र सूचना प्रविधिको प्रयोगलाई अधिकतर बनाउँदै व्यवस्थापकीय प्रभावकारिता मार्फत सेवा प्रवाहलाई सहज, सरल, छिटो छरितो र झन्झटमुक्त बनाउने दृष्टिकोणका साथ यो अदालतले कार्य सम्पादन गरिआएको छ र न्याय क्षेत्रका सरकारवालाहरूसँगको समन्वय र सहकार्यलाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको छ र मूलत समग्रमा भन्ने हो भने सेवाग्राहीहरूको सुविधा र सन्तुष्टि नै हाम्रो मुख्य चाहिँ केन्द्रबिन्दुमा छ र यो उच्च पाटनलाई जनविश्वासमा आधारित नागरिक संस्थाको रूपमा स्थापित गर्ने सोचका साथ यो अदालतले आफ्नो कार्य सम्पादन गरिरहेको छ।
न्यायलाई सर्वसुलभ र पहुँचयोग्य बनाउन कारागारमा रहेका थुनुवा वा टाढा रहेका पक्षहरूका लागि भर्चुअल सुनुवाई र भाषाको समस्या हुनेका लागि दोभाषी सेवा उपलब्ध छ। आफ्नो कानुन व्यवसायी राख्न नसक्नेहरूका लागि अदालतले निशुल्क वैतनिक कानुन व्यवसायको व्यवस्था गरेको छ। साथै देवानी मुद्दाहरूलाई आपसी सहमतिमा टुङ्ग्याउन मेलमिलाप शाखा मार्फत सूचीकृत मेलमिलापकर्ताहरूद्वारा विवादको समाधान गर्ने गरिन्छ। इजलास अधिकृतहरूले इजलासबाट भएका फैसलाहरूको मस्यौदा गरी न्यायाधीशहरू समक्ष पठाउने र न्यायाधीशहरूबाट फैसला तयार भई प्रमाणित भए लगत्तै वेबसाइटमा अपलोड गर्ने गरिन्छ। फैसलापछि मिसिलको स्थायी सुरक्षा र डिजिटल रेकर्डका लागि फाँट मार्फत मिसिललाई अभिलेख शाखामा पठाइन्छ, जहाँ अत्याधुनिक मेसिनबाट डिजिटल स्क्यानिङ गरी सुरक्षित राखिन्छ। पक्षीहरूलाई धरौटी फिर्ता समेतका कार्यमा यही शाखाबाट सहजीकरण गर्ने गरिन्छ। फैसला कार्यान्वयनको सम्पूर्ण कार्य सम्बन्धित जिल्ला अदालतहरू मार्फत हुने गर्दछ। मलाई चाहिँ अहिले यो अदालतको काम सेवाग्राही चाहिँ एकदमै राम्रो लाग्यो। अब पहिला चाहिँ अब पैसा निकाल्दाखेरि चाहिँ अब लाइन पनि बस्नुपर्ने त्यस्तो थियो, तर अहिले चाहिँ 10 मिनटमै मैले प्राप्त भएको छ। त्यसको लागि चाहिँ हाम्रो उच्च अदालतबाट पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। पहिलाभन्दा अलि राम्रो छिटो र अलि सहज पनि हामीले महत्त्वका साथ उठाउने कुराहरू भनेको प्रोबोनोको कुराहरू, असहाय असक्षम सेवाग्राहीहरूलाई बारले सिफारिस गरेका छौँ। प्रोबोनो एउटा चाहिँ कानुन व्यवसायीहरूको लिस्ट उहाँहरू मार्फतबाट चाहिँ न्याय सम्पादन हुँदै आएको छ। हाम्रा अधिकांश कार्यक्रमहरू अलि धेरै एउटा सहभागी रहने कार्यक्रमहरू अदालतले हामीलाई हल उपलब्ध गराएर चाहिँ सहयोग गरेको छ र एउटा क्वालिटीयुक्त जस्टिस डेलिभरी गर्नको लागि पनि सुनवाईको समुचित अवसर दिनुपर्छ भन्ने हिसाबमा पनि हामीले पटक पटक यो आवाज उठाएको छौँ। फैसला लेखन लगायतका कुराहरूमा हाम्रो आवाजलाई अदालतले सम्बोधन गर्दै आएको छ र केही सम्बोधनकै क्रममा रहेको कुराहरू पनि म जानकारी गराउन चाहन्छु। सेवा प्रवाहमा असहजता, ढिलासुस्ती वा कुनै गुनासो भएमा गुनासो सुन्ने अधिकारी, सूचना अधिकारी, रजिस्ट्रार वा मुख्य न्यायाधीश समक्ष गुनासो राख्ने व्यवस्था गरिएको छ। उजुरी पेटिका मार्फत सिधै उजुरी दिने व्यवस्था समेत गरिएको छ। यसबाहेक सेवाग्राही समेतको सुविधाका लागि अदालतभित्र पुस्तकालय, निशुल्क वाइफाई, स्तनपान कक्ष, ज्येष्ठ नागरिक तथा असहाय विश्राम कक्ष, प्राथमिक उपचार, ब्याङ्क काउन्टर, फोटोकपी, चमेना गृह, 2 तल्ले भूमिगत पार्किङ जस्ता नागरिक केन्द्रित सुविधाहरू उपलब्ध छन्। अदालतले समय समयमा न्यायमा बाह्य पहुँच, न्यायाधीश सेवाग्राही भेटघाट गरी सुझाव लिने गर्दछ। मातहतका अदालत एवं निकायहरूलाई जवाफदेही बनाउनको लागि वार्षिक निरीक्षण समेत गर्ने गरेको छ। उच्च अदालत पाटन आज प्रविधि मैत्री, सेवाग्राही मैत्री र शीघ्र न्याय सम्पादनको दिशामा अगाडि बढिरहेको छ। अदालतको सेवालाई अझ उत्कृष्ट बनाउन तपाईले हेल्प डेस्कमा रहेको QR कोड स्क्यान गरी अनलाइन सेवाग्राही सन्तुष्टि सर्वेक्षण फारम मार्फत अमूल्य सुझाव दिन सक्नुहुनेछ। न्याय सम्पादनमा शीघ्रता, पारदर्शिता र निष्पक्षता उच्च अदालत पाटनको प्रतिबद्धता।